नेपालको पूर्वी पहाडी भूभागमा अवस्थित रामेछाप जिल्ला रमाइलो प्रकृति, शान्त परिवेश र समृद्ध सांस्कृतिक विविधताले भरिएको छ। यही सुन्दर जिल्लाको मुटुमा पर्छ मन्थली बजार। मन्थली बजार रामेछापको प्रशासनिक, आर्थिक र सांस्कृतिक केन्द्र मानिन्छ। जिल्लाको सदरमुकाम यही भएकाले शिक्षा, स्वास्थ्य, व्यापार व्यवसायदेखि सरकारी सेवा सुविधाको मुख्य गन्तव्य यही बजार बनेको छ। बिहानैदेखि खुल्ने स्थानीय प्रकारी बजारमा उत्पादन बेच्न गाउँ-गाउँबाट आएका किसानहरूको भिड लाग्छ। बजारमा भेटिने माझी, तामाङ, नेवार, मगर, छेत्री, शेर्पा लगायतका समुदायले यस क्षेत्रलाई बहुसांस्कृतिक बनाएका छन्। तामाकोशी नदीको आकर्षक बहावले मन्थलीलाई थप जीवन्त बनाएको छ। यही बजार नजिकै अवस्थित मन्थली रामेछाप विमानस्थलले लुक्ल जाँदै आउँदै गर्ने पर्यटकहरूको मुख्य कनेक्सन पोइन्ट बनेको छ। यातायातका साधन सहज हुँदा काठमाडौँदेखि सिधै यात्रुहरू यहाँ आइपुग्छन्। यसले स्थानीय व्यवसाय, होटल र ट्राभल सेवामा नयाँ अवसर सृजना गरेको छ। शैक्षिक रूपमा पनि मन्थली अग्रणी बन्दै गएको छ। विद्यालय, क्याम्पस तथा प्राविधिक संस्थाहरू विस्तार हुँदैछन्। साथै स्थानीय मेला पर्व, लदी, छठ, उभौली उधौली, मकर संक्रान्ति, लोसार जस्ता चाडहरूले यहाँको पहिचान झन बलियो बनाएका छन्। सरल जीवनशैली र आपसी सहयोग यी बासिन्दाहरूको पहिचान हो। तेज गतिमा भौतिक पूर्वाधार विस्तार भइरहेकाले मन्थली बजारको भविष्य अझ उज्जवल देखिन्छ। पर्यटन, कृषि, व्यापार तथा सेवा क्षेत्र विस्तार हुँदै गएपछि यो बजार पूर्वी पहाडको प्रमुख हब बन्न सक्ने सम्भावना बलियो हुँदै गएको छ। शान्त तर गतिशील, साधारण तर सम्भावनाले भरिएको, यही हो रामेछापको मन्थली बजार। भविष्यको धेरै सम्भावना बोकेको यो सानो सहर आज नै होइन, भोलि अझ धेरै उज्यालो हुँदैछ।